हल्लाउँ हल्लाउन सकिँदैन, फुटाउन सकिँदैन। खानेपानीको ट्याङ्कीभित्र पहिरोले बगाएर ल्याएको 13 फिट लामो र 8 फिट गोलाइ भएको विशाल ढुङ्गा छिरेपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर 11 कोलभ्याञ्जङका नागरिकलाई पिरलो परेको छ। 1 लाख लिटर क्षमताको ट्याङ्कीमा अहिले मुस्किलले 40,000 लिटर पानी मात्रै अट्ने र त्यहीँबाट पानीको वितरण हुने गरे पनि दीर्घकालमा समस्या पार्ने चिन्तामा स्थानीय परेका छन्। खानेपानीको ट्याङ्कीमा पटक पटक गल पोकेर स्थानीय नपुगेका पनि होइनन्। बिजुलीबाट चल्ने ढुङ्गा फुटाउने मेसिनको प्रयोग गरे पनि ढुङ्गाको एक टुक्रा निक्लन नसकेपछि उनीहरूको चिन्ता बढेको हो। असोज 11को अविरल वर्षापछि बाढी पहिरोले पारेको क्षतिलाई बिर्सिएर पुरानै लयमा फर्कने प्रयास गरे पनि कोलभन्ज्याङका नागरिक भने खानेपानीको पिरलोमा परेको स्थानीय सुरेश प्रसाद उमागाईले उल्लेख गर्नुभयो। विगतमा खानेपानी ल्याउनु भएको दुःख सम्झँदै फेरि त्यस्तो दिन आउला भन्ने चिन्ता परेको सविता तिमसिना बताउनुहुन्छ। उहाँले खानेपानीका लागि सो गाउँका महिलाले 1 घण्टा तल पुगेर पानी ल्याउनु पर्ने बाध्यता थियो। पानी भएपछि बाख्रा र गाई पालेर जीविकोपार्जन गर्ने परिवारलाई पनि समस्या पारेको उहाँले बताउनुभयो। पानी भएपछि बाख्रा पालेर 2 पैसा कमाउन थालेका महिलाहरू पनि बाख्रा बेच्ने पर्ने चिन्तामा परेका छन्। पहिला त फुट्ला जस्तो लागे पनि ढुङ्गा फुटाउन गरेका अनेकौं प्रयास असफल भएपछि चिन्ता थपिएको पनौती नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष विपिन्द्र लामाले बताउनुभयो।